यो टौडाको तरकारी बजार हो यो। अनि यहाँनेरि चाहिँ तरकारीहरू पाउँछ। अनि यो चाहिँ बजारबाट लगभग कति 500 मिटर तलतिर हो कि त्यसै छ। पहिला चाहिँ यो बजारमै थियो, अहिले यता सरेको छ। अनि हाइजिन भन्ने त यो यहाँनिर छैन है। सुरुमा हाइजिन त थियो, फोहोर थिएन, पछि हाइजिन छैन। कारण चाहिँ यहाँ फोहोर व्यवस्थापन पनि राम्रो भएको छैन। अनि यहीँको स्थानीय बासिन्दा अथवा यो के भन्छ पसलीवालाहरूले पनि हाइजिन त्यति मेन्टेन गरेको छैन है। विदेशमा हेर्दाखेरि त नेपालीहरू एकदम हाइजिन नगर्ने फोहोरी जस्तो देखिन्छ है। तपाईहरुको विचारमा यहाँ हाइजिन भएको भए कस्तो होला कमेन्ट गरिदिनु होला। फोहोर खाने छ।